हेलो वेलकम छ सबैजनालाई मेरो युट्युब च्यानलमा हैन। आज चाहिँ खासमा एउटा भिडियोमा रिएक्सन दिँदै जाँदैछु दुर्गेश थापाको थक लाइफमा है। प्लेन मात्र किन्न बाँकी छ हैन र एउटा प्राइभेट हेलिकप्टर मात्र किन्न बाँकी छ आजको दिनमा। मेरो त त्यो सानसानो घरै भइरहेछ के यार। अरूभन्दा डिफ्रेन्ट हुन चाहन्छु। सबै नै एउटै प्याटर्नको सिङ्गरहरू भयो भने नयाँ टेस्ट खै त भनेको त्यो टेस्ट भनेको दुर्गेश थापा। अनि आफ्नै पाराको गीत हुन्छ नि त हैन। त्यही भएर दुर्गेश थापा नाम होइन ब्रान्ड हो। मलाई चाहिँ के भन्छ जे यथार्थ हो त्यही लेख्न मिल्छ। आजभोलि दुर्गेशको फिल्मतिर बिग्छ बिकिरहेछ त त्यही भएर राम्ररी बिकिरहेछ हो नि। तिमीलाई म तारा झारिदिन्छु अरे तारा त कहाँ झर्छ कस्तो रोस त्यो दले दाइको क्यारेक्टर आफ्नै हो आफै बनाओ हो दादा। त्यहाँ अन्त पछाडि किन आएन त मैं नहीं बताऊंगा। त्यस्तै आउनु पर्यो नि आएपछि तिमी त्यो होइन यसले चोरेर ल्याएर बनायो गजब बेइज्जती है। त्यहाँ अन्त पछाडि त आउँदै आएन गरेकै छैन दादा त्यहाँ पछाडि केही आज गर नि त हेरौँ। मेरो खराब पानी छ मेरो खराब पानी छ। मलाई चाहिँ स्कुलमा एउटा केटी मन पर्ने कि साह्रै। अनि त्यो गाउँहरूमा मोहनी लाउने हुन्थ्यो नि त होइन। अनि मोहनी लाउने छ अरे त्यो चाहिँ हाम्रो अब नाम के भन्नु न होइन भित्र जानुभयो मन चाहिँ फुकेर मोहन लगाइदिन्थ्यो। अनि बेलाउती मोहनी लाउनु लगेर अनि टक्क फुकेर होइन त्यतिखेर 10 रुपियाँ धेरै ठुलो 10 रुपियाँ मलाई दिएर ल्याएर आएको। अनि गुर्दै थिएँ अनि त्यही साइन्स पढाउनु सरले चिया समातेर कहाँ हिँडेको भनेर भनेको। अनि बेलाउती च्याक्क हातमा थियो कहाँ ल्याएर हिँडेको यो भनेर पढाइ पनि खाइदिएर केटालाई लाग्ने म पोडकास्टमै छु अहिले एकछिनमा कल गर्छु ल। पोडकास्ट चलि नै रहेछ म एकछिनमा कल गर्छु। भाउजू एकछिनमा सेयर गर्नुहुन्छ ल। होइन केटीको भोइस गर्नु पर्थ्यो नि त्यहाँबाट होइन केटीको भोइस गर्नु पर्थ्यो नि त्यहाँबाट। मेरो फोन कसरी साइलेन्टमा बसेन यो आएन होला नि त हाल्नलाई कोठाइभरि भगवानको फोटो मात्रै छ। ए हो शिवकै होला शिव दुर्गा सब भगवान मानिदिने कि एउटाले नै एउटा भगवानले त दिइहाल्छ। मेरो खराब पानी छ मेरो खराब कहिले मरिन्छ कि क्या हो होइन हामी पनि मरिन्छ भन्ने कुरा क्या रियलाइज हुन्छ नि कहिले काहीँ त्यस्तो हुन्छ डाक्टरहरू भइहाल्छ नि जलाइ हुन्छ नि हुन्न र हुन्छ प्लेन चट्नीवाला हुन्छ नेपालको प्लेन यति थोत्रो छ होइन। मैले यहाँ कहिले फोटो खिच्दैन कि अच्छा म ल्यान्ड भएपछि मात्रै फोटो खिचेँ ह्याप्पी आउनु पर्यो नि त। गजब बेइज्जती है। प्रोग्राममा जानु छ होइन के तताउला स्टेज भन्छ कि अनि ल्यान्ड भएपछि त बाँच्यो भने हुन्छ फिल आउँछ नि। ओके मजा आयो हैन। ओके मजा आयो हैन दुर्गेश थापाको थक लाइफ हेरेर पनि हैन। अनि तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट लाइक शेयर अनि सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला।